Hey guys, good morning. Welcome to my new vlog and start छ मेरो YouTube च्यानलमा। अनि हजुरहरुको दिन चाहिँ कसरी सुरुवात हुन्छ हाम्रो चाहिँ अर्ग्यानिक तातो पानी खाएर सुरु हुन्छ। गाइस यता चाहिँ हाम्रो नास्ता हुँदैछ। यता करेन्ट चौचौरो भात म चाहिँ यता बाजे नास्ता खादै हुनुहुन्छ यता हेर्दिनु यता भिडियोमा बाजे पनि नास्ता खादै हुनुहुन्छ। बाजेले चाहिँ मेरो भ्लग डेली हेर्नुहुन्छ कि उता मेरो टिभीमा अनि मेरो भ्लग चल्दैछ। यहाँ अगाडि भाइ बसेर खाँदैन। सानो मम्मी यता हेर्दिनु ल। बहिनी यहाँ मुनि बसेर मोबाइल हेर्दै खान लाग्छन्। बहिनी खाऊ को मुनि बसेर मोबाइल हेर्दै खान लाग्छन्। अनि मेरो भ्लग चल्दैछ। स्यान्डेडी चाहिँ अफिस गइहाल्नु अब हामी नास्ता खाएर घुम्न जानुपर्ने हुन्छ। बाहिर म चाहिँ यता घुम्न निक्लिसकेँ। अनि हामी चाहिँ यता मोजसप लाग्ने ग्राउन्डको निर पुगेको घर पशुपति टोल लास्टै यहाँनिर कब्रिस्तान छ। जाउँ भित्र कब्रिस्तानभित्र मोजसप लाग्ने ग्राउन्ड यही हो कि अहिले त्यति सानो देखिन्छ। मोजसप लाग्ने होला बाफरे कत्रो ठुलो यार कसरी थाहा हुन्छ भने अब यहीँको मोजसप हो भनेर यताउता त्यो मन्दिर देखिन्छ होला ड्रोनको क्यामेरादेखि। अनि यो हरियो घर देखिन्छ कि मेन हरियो घर मेन। योचोटि कता थियो होला स्टेज यहाँनिर थियो नि। त्यहाँ दुबो सुबो मरेछ। यो कता फुटबल चल्दैछ कता क्रिकेट चल्दैछ कता तिरुवल रोड बाइक राइड चल्दैछ। यस्ता क्यामेरा छैन पब्लिकमा लाज लाग्छ होइन। क्यामेराम्यान आयो भने चाहिँ फोटो खिच्नु पर्ने मान्छे चाहिँ भइरहेको छैन होइन। एउटा पिक्चरको 100 रुपियाँ एक फोटोको। अनि राति हिजो राति खतरा लाइट बलेको थियो नि तर ल ठिक छ। हामी जान्छौँ हाम्रो काम छैन अहिले यहाँ युट्युबमा पुग्दै यार कहाँ ड्रोन उडाएको पुरा युट्युबमा कहाँ यहाँ यही स्कुलबाट आज धनगढीको चेकिङ हेर्न सक्नुहुन्छ गाइस। चक्कामा त्यसलाई के भन्छन् ल चक्कामा त्यो च्याप्प लगाएर बस्दा आइदिएको थियो कोही। सो गाइस अहिले चाहिँ हामी यता धनगढीको सबसे महँगो स्कुल पुगिसके यो वाल्मिकी इन्टरनेसनल स्कुल नै। ओ माइ गॉड यहाँनिर साइडमा फेरि कबड हल छ। यता जाउँ कबड फुटबल हान्न स्कुलभित्र पनि जाउँ। धनगढीको सबसे महँगो स्कुल वाल्मिकी इन्टरनेसनल कति फेरि यता आज फेरि धनगढीको महँगो होटल डिबोटी होटल पनि पुगिसक्यो हामी। यहाँ खाना खान जाने हो कति 800-900 रुपियाँ छ खानाको धेरै 500 रुपियाँ टिकट लाग्छ त्यो भन्दा कि गाडीले होटल डिबोडी। यहाँ एउटा युट्युबरको थियो त यार त्यसको नाम के हो यार सर्ट्स निसर्ग दिने सान्चु भन्न लाग्छ यार यहाँ निसर्ग काम छ भन्न लाग्छ आज। सो गाइस हामी चाहिँ यहाँ निसर्ग दिनेश आयो लानेर हेर्न आएको डिबोटी होटलको यतातिर। दिनेश नवजीवन हस्पिटल छ। अब नवजीवन पुग्नु पर्यो यहाँदेखि परै छ। अब 60 रुपियाँ लाग्यो यहाँ पुग्नला 60 रुपियाँ लाग्यो को आयो। अनि यहाँनिर बाहिर निक्लिन नि तँलाई नवजीवन अस्पतालको माहौल यस्तो छ गाइज। यो के ठाउँ हो इमर्जेन्सी कि के हो यो के ठाउँ हो। सो गाइज हामी चाहिँ अहिले यतातिर बस पार्कतिर आइसक्यो। अब दिनेशको काम साझै हुन्छ बस पार्क। यो बस पार्क देखेर याद आयो क्या फेरि ठ्याक्कै यो नाडी महेन्द्रनगरदेखि भाइहरू म आए बेला झोला हराएर ल्याङल्याङ गर्न लाग्यो। यहाँनिर यो गेटैनिर थर्काएको क्या त्यो गाडीवालालाई। धनगढी यस्तो सफा छ यहाँ अचाल त फोहोर पनि नहर्ला नि कहिले गर्दैन।
नै त्यो हल्का सफा यो के हो यहाँबाट यहाँ जस्तो पेट्रोल पम्पमा पानी आयो भने यहाँ पेट्रोल पम्पमा मतलब आएको भने यहाँबाट पानी खाने हो मजाक नै। के पो नै सफा मस्तको सफा छ नि पानीसँग कैलाली पुल पुग्यो अझ रातो पुल कैलाली कैलाली ब्रिज रातो पुल हामी चाहिँ फेरि गाइस हामी यसरी लक्सरै घुम्दै छैनौँ कि यताउता त्यो फेरि कहाँदेखि कहाँ टेकदेखि टुप्पा टुप्पादेखि बिच बिचदेखि टुप्पा टुप्पादेखि टेक हो त्यसरी घुमिदिनु लाग्छ कि मस्तले 8 9 10 11 3 चाहिँ बस्छ घर जान लागि ल जेन्जी मार्ग पुगे पार्क मोड दोकानभित्र जाउँ पालो पिक्चर यस्तो जाडो लाग्छ यार जेन्जी मार्ग हामी चाहिँ मोमो खाने यहीँ हो कि अहिले ठेला लाग्दैन साँझ लाग्छ त्यहाँ साँझ जानुपर्छ त्यही त हो त अनि यो सुदूरपश्चिम सभा हल जेन्जी आन्दोलनमा भसम भएको यता के हुन्छ यता चस्मा किने हामीले गाउँ यही हो ए यहाँ हो नै अझै अगाडि छ यहाँ थाकिहाल्यो यही हो यो खै कसले किने हजुर मलाई पनि थाहा छैन सुगमले ए तिमी थिएनौ यहीँ होला फेरि यहीँ त जितमा सुदूरपश्चिम प्रदेश सभा हल धनगढी जाँदाखेरि पनि अँ, कति लियो त्यो नि हो 600 लियो अब 700 800 क्यान्टिन त खुला छैन त्यही पनि जाउँ भित्र खुला त होला त्यहाँ छैन बाजे हुनुहुन्छ यहाँ खाद्यको बाजे हिजो साँझ पुग्यौँ आरामै सब ठिक बाजे हजुर भोलि जाने पर्सिदेखि स्कुल चालु भइजाने छुट्टी क्यान्टिन त बन्द छ नै आज सो गाइज यहाँ चाहिँ पहिलाको सारथी अस्पताल यहीँ थियो कि यो क्यान्टिन भइगयो यहाँनिर हाम्रो यहाँ मस्तले यहाँ पहिला सारथी अस्पताल थियो अनि अचाल सरुवा भइगयो अनि यहाँनिर अगाडिदेखि लाग्छ यो चाहिँ सेती अस्पताल भयो यहाँ मस्तले होइन केसको क्वार्टर पनि हो पहिलाको सारथीको क्यान्टिन थियो यहाँ जाउँ भित्र जाउँ कोच यो अस्पताल आइसियु हो आइसियु हो त्यसो नजाउँ ल जाउँ अब कपाल काट्न जाउँ अनि निस्किँदैन हाम्रो क्यान्टिन चाहिँ यहाँनिर हो कि यो गरिमा त्यो यहाँनिर अगाडि नोभा अस्पताल छ फेरि भाइरल छ टिन ए क्यान्टिन सुन्न पाएको छु नोभा हस्पिटल प्रणाली यहाँनिर नोभा भयो यहाँनिर सेती अस्पताल आज भिड छैन नै त्यति अरू दिन हुन्छ नि तर आज पनि त्यति त छैन शनिबार हुन्छ भिड त लिफ्टमा जाउँ लिफ्ट कहाँ छ लिफ्ट माथि तल यहाँ छ लिफ्ट छ नजर खाली लाइट गयो के भयो अड्डिन्छ इन्भर्टर होला यार यो आई लभ धनगढीमा भिडियो बनाउँदा भनेको यहाँ त यता गाना बज्छ उता भिड छ भिड कमी हुनेको नामै छैन यार सरसफाइ पनि हुँदैछ तर यार खाली त नहुने भयो यार सो गाइज हामी चाहिँ यहाँ मोमो खान आएको थियो हाम्रो मोमो पनि आइसकेको छ यता एक प्लेट ए तातो छैन ला क्वाप्पै हो खोइ यता हेर यता मुखको रियाक्सन देखाउन है तातो क्वाप्पै अनि भर्खर भनेको तातो नहोला यार मरौला बिना काला यार तातो खाइदिने त्यस्तरी खाइदिने यार होइन
हेर न काले माछा पर्छ मोमो नचोर न होइन मोमो चोर्छ नि यार लोकलले छिटो खाइसक्छ कस्तो छ ल काममा 15-20 आइज राम्रो छैन होला चटनी सिद्धिको कता काट्ने मान्छे गाइज हामी चाहिँ घर गएर खानासाना खाएर पनि अहिले कपाल काट्न जाँदैछौँ अनि उता ग्यालेक्सी कलेज ग्यालेक्सी म्युनिसिपालिटी कलेज देख्नु ल ल ल मोबाइल छ कब्रिस्तान देखाऊ कब्रिस्तान देखाऊ सो गाइज हामी चाहिँ घुमेर जाँदैछौँ यता चाहिँ जिपरका छ यता पर्सानको स्कुलको बाटो जोकर ताल जाने हो अब जिपरका पछाडि चाहिँ कपाल काट्न आनेर हामी भागेर आइदिए नै बजे जोकर ताल जाने जोकर ताल रोड चाहिँ यस्तो मस्तको छ क्या बाजेको भट्टा अहिले बुझ्यौ पुष्पलाल चोक यहाँ नै मदन चोक जाउँला साझा हिँड्दै जाउँला मदन चोक जाने हो साझा मदन चोक होला हामी पुष्पलाल चोक छौँ सिन्धुपाल चोक पनि जाउँ सिन्धुपाल चोक जाउँ सिन्धुपालका हदी यतातिर जति मलाई थाहा छैन त्यति त हजुरलाई पुरा होइन होइन टिट तिमीलाई थाहा छैन सिन्धुपाल चोक यार गाइस हामी चाहिँ फेरि घुमेर जिपरका पुगिसक्यो यो यहाँको सानो गल्ली छिरेर चाहिँ पर्सानको स्कुल जान्छ यहाँदेखि देखिन्छ तिम्रो स्कुलको बिल्डिङ ऊ त्यहाँ के हो नाम गरे ऊ त्यहाँ जिपरका मामा एक्कासी मुख देखेर ओए क्यामेरा हो हामीलाई पक्रियो भने ल अब सिधै कपाल काट्न जाउँ अनि नास्ता खाउँ गाइस यहाँ भिडिउने नाम छैन है भिडिउने कमी छैन यार हट ओए क्यामेराम्यान खै क्यामेराम्यान सायद आज छुट्टीमा छ माग बनाउन गएको छ यहाँ झन् फोटो खिचुला भनेको आज त्यस्तै हुने जस्तो छ यार हे मान्छेकै मान्छे हट आज क्यामेराम्यान छैन कि खै के अहिले चाहिँ हामी कपाल काटेर नि आइसक्यो अनि कपाल काट्नेवाला दाइले चाहिँ यस्तो युट्युब च्यानलको नाम साम सोधेर अनि मस्तले हेर्नुहुन्छ दाइ अब भ्लगैदेखि भयो नि माया छ है दाइलाई फेरि सो गाइस हामी चाहिँ कपाल काटेर आएर नुहाइधुवाइ गरेर पनि अब यता झोल चाउमिन लिएर आएको थिएँ अब यो खाएर घुम्न जानुपर्ने हुन्छ टक्क लागेर अहिले एकछिनमा देखाउनु फेस रिभिल भएको तिम्रो हुन्छ यार फेरि त अगाडि चाहिँ सौरभ जोशीको भ्लग हुँदैछ बहिनी खै त बहिनी त्यो त तलै हो तलै हो कहाँ छन् बहिनी
हेर हेर मोबाइल सो गाइस अहिले चाहिँ हामी नाइट घुमाइ गर्दैछौँ यस्तो लाइटिङ चाहिँ मस्तको छ बब्बाल के हो चौतारा क्याफे चौतारी क्याफे जाउँ त फेरि लाइटिङ चाहिँ बब्बाल जाउँ न कफी पिएर आऊ कफी खाऊ न चौतारी क्याफे ओ माई गड के बब्बाल छ त यार जाउँ होटलमा खाऊ ल तिम्रो फेस भ्यू रिभ्यू भयो है कस्तो छ खायौ कस्तो छ हामी त मोमो खाएर यो अगाडिको होटलदेखि न्यू अगाडिदेखि यस्तरी छ कि यस्तो भ्यू मस्तको अनि यहाँनिर अगाडि पृथ्वीनारायण शाहको पोस्टर पनि छ यता हेर पृथ्वीनारायण चौराहा हेर्न सक्नुहुन्छ गाइज यहाँ पृथ्वीनारायण शाहको मूर्ति छ रोक्यौ न तिमी यता त आऊ यता पृथ्वीनारायण शाहको पोस्टर सो गाइज अहिले चाहिँ हामी फेरि पार्क मोडमा यतातिर पानीपुरी खान आएछौँ यता स्टलहरू लाएछ कस्तो छ यहाँ फेरि बिहेको माहौल छ यहाँ सो गाइज हामी चाहिँ उता पानीपुरीको ठाउँमा भिड भएर यता बिरेट खाँदैछौँ पहिला यो खाएर पानीपुरी पनि खान्छ है गोलगप्पा माथि टाउको चाहिँ उच्चाउ यार भोक्टो मात्र पऱ्यो हुन्छ पैसा मिल्यो हामी चाहिँ उतादेखि गोलगप्पा र के भन्छन् ब्रेड खाएर आए अब यता चटपटे अझ हुन्ला छ हामी चाहिँ चटपटे खाँदै जानु लाग्छ म नोभा अस्पतालमा पुग्छु सो गाइज हामी चाहिँ चल्दैछ अब मोबाइलले भिडियो बनाएको त्यही त हो अब यतातिर बनाउँदैछन् मान्छेहरूले ठिक छ अब घरतिर जानु लागेको हामी चाहिँ भिडियो चाहिँ भएन यहाँ क्यामेराम्यान नहुँदो रहेछ कि अस्तिसम्म थियो अरे अनि आज चाहिँ म आएछु भनेर क्यामेराम्यान चाहिँ भाग्यो त्यही भएर क्यामेराम्यान छैन आज पैसा धेरै घटान्छ सो गाइज अहिले चाहिँ हामी घर पुगिसक्यो अनि हाम्रो चाहिँ कोठा यहाँनिर भयो यता सुतेछन् यता यस्तो छ मिरर सानोमा मोबाइल हेर्दै हुनुहुन्छ बहिनीको यता हो बाजे हिटर तापेर मस्तले दोहोरी हेर्दै हुनुहुन्छ यहाँ भिडियो भने हजुर हिटर ताप्दै हुनुहुन्छ ल के बोल्नु बाजे युट्युबमा हेर्छन् अरूले पनि हेर्छन् कति हेर्नुहुन्छ त मेरो ब्लग डेली हेर्नुहुन्छ दिनकै हेर्नुहुन्छ त अलग्गै चढेछ बाजेको फेरि सो त्यही हो गाइस अब यो भिडियो यतातिर एन्ड हान्दिनु भयो घुम्नु काम भयो अनि भोलि पनि धनगढीकै भिडियो आउनेछ अनि आज चाहिँ त्यो आई लभ धनगढीको ठाउँमा क्यामेराले फोटो खिच्ने थियो क्यामेरा नभएको हुनाले फोटो खिचेन अनि यता परशुराम वाट आर यु ड्रइङ यो भिडियो त्यत्रै नाम दिन्छु कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला लाइक गरिदिनु होला सब्सक्राइब गर्नु नभुल्नु होला थ्याङ्क्स फर वाचिङ गाइज जय नेपाल